हो कि न अब हामीले 2.5 cm को स्क्वायर गर्ने अब 2.5 cm को स्क्वायर गर्दाखेरि कति आछ 25 आएको छ सर पूरा वस्तुको उचाइ हाम्रो 4.5 cm छ कति पार्नु त्यसपछि माथिको पिरामिडको उचाइ र तलको पिरामिडको उचाइ के छ मैले के गर्छु 4.5 cm 2 ले भाग गरेछु h1 हाम्रो कति छ अनि h2 हाम्रो कति छ अब यति दिएपछि हामी के गर्ने छड्के उचाइ निकाल्ने छड्के उचाइ अर्थात् l निकाल्दाखेरि यो हाम्रो 2.25 अर्थात् h1 को h2 जे राखेर यहाँ 2.25 को होल स्क्वायर प्लस a/2 को होल स्क्वायर अब यहाँ 2.25 को स्क्वायर गर्दाखेरि 5.0625 प्लस यो 2.5 2 ले डिवाइड गर्दाखेरि हाम्रो 1.5625 cm स्क्वायर आछ हो कि न त्यसपछि यो दुवैले जोड्दाखेरि हाम्रो कति आछ 6.625 cm स्क्वायर आछ कि न यसलाई बाहिर निकाल्दाखेरि 2.573 cm आछ कि न अब आयतन निकाल्नु छ के निकाल्नु छ पूरा समग्रको क्षेत्रफल अब यसमा पुरै समग्रमा आयतन निकाल्दाखेरि एउटा सोलीको आयतन प्लस अर्को सोलीको आयतन एउटा क्षेत्रफल 1/3 a प्लस अर्को पनि के हो 1/3 अब दुवैको भ्यालु राखेर गएर चाहिँ हामीले कति आछ 9.375 cm ओके न हो त्यसपछि हाम्रो टोटल समग्र क्षेत्रफल निकाल्दाखेरि माथिको पिरामिडको क्षेत्रफल प्लस तलको पिरामिडको क्षेत्रफल अब यसको फर्मुला हो 2al प्लस 2al अब यहाँ 2 को 2 a को ठाउँमा 2.5 cm र l को ठाउँमा 2.5 3 cm प्लस फेरि यहाँ जति छ त्यति नै जान्छ छैन अब सबैमा गर्दाखेरि यहाँ कति आछ 25.34 cm स्क्वायर